सफलता कसरी प्राप्त गर्ने? सकारात्मक सोचले मात्रै ठुलो सफलता पाउन सकिन्छ। असल मानिसहरूसँग बस्दा नकारात्मकता पनि हट्ने गर्छ। एउटा पुरानो लोककथा सुनाउँछु। जब एक राजा बुढो भए, उनले आफ्ना 3 छोराहरूमध्ये कसलाई भावी राजा नियुक्त गर्ने भनेर सोच्न थाले। तिनैजना राजकुमारहरू शक्तिशाली थिए, तर राजाको लागि शक्ति मात्र नभई बुद्धि र सकारात्मक सोच पनि हुनु उत्तिकै महत्त्वपूर्ण थियो। एक दिन राजाले तिनैजना राजकुमारहरूलाई बोलाएर प्रत्येकलाई एक-एकवटा सुनको सिक्का दिए। राजाले भने कि यो एउटा सुनको सिक्काले यस्ता सामानहरू ल्याउनु कि तिम्रो पुरै कोठा त्यसले भरियोस्। 2 राजकुमारहरूले भने कि एउटा सुनको सिक्काले कोठा भर्ने कुनै पनि चीज किन्न सकिँदैन। तर राजाले भने कि तिमीले यो काम त्यही एउटा मात्रै सिक्काबाट गर्नै पर्छ। तब 3 राजकुमारहरूको सङ्गत अलिक फरक थियो। 2 राजकुमारहरू खराब मानिसहरूको पासोमा फँसेका थिए, त्यसैले उनीहरूको सोच अलिक नकारात्मक नै थियो। जबकि एक राजकुमार बुद्धिमान मानिसहरूसँग बस्थे, त्यसैले उनी सधैँ सकारात्मक सोचका साथ बाँच्ने गर्दथे। एक राजकुमारले आफ्नो मुद्राबाट फोहोर किनेर कोठामा भर्यो, अर्कोले घाँस किनेर सबै कोठा भरेन गर्यो। अब तेस्रो राजकुमार जो बुद्धिमान थिए, उसले एउटा बत्ती ल्यायो र कोठामा बाल्यो। बत्तीको उज्यालोले कोठा उज्यालो भयो। त्यसपछि जब उसले कोठामा वाद्य यन्त्रहरू बजाए, प्रकाश र सङ्गीतका कारण कोठाको वातावरण धेरै पवित्र र सकारात्मक बनेको। यो देखेर राजाले तेस्रो राजकुमारलाई भावी राजा घोषणा गरे। यो कथाको पाठ यो हो कि हामीले हरेक परिस्थितिमा आफ्नो सोचलाई सकारात्मक राख्नुपर्छ, किनभने राम्रो सोचले मात्रै ठुलो सफलता प्राप्त गर्न सकिन्छ। सकारात्मक सोचका साथ कुनै पनि काम सुरु गरेमा त्यो काम सजिलै पूरा गर्न सकिन्छ। सोच कसरी सकारात्मक बन्न सक्छ भन्ने बारेमा एउटा अर्को लोकप्रिय लोककथा छ। कथा अनुसार प्राचीन समयमा एक गुरुकुलमा गुरुले आफ्ना शिष्यहरूलाई राम्रो सङ्गतको प्रभाव बुझाउन चाहन्थे। यसका लागि उनले आफ्ना चेलाहरूलाई गुलाबको बोटमुनिबाट माटो उठाउन हराए। जब चेलाहरूले माटो उठाए, गुरुले उनीहरूलाई यसको सुगन्ध लिन भने। चेलाहरूले माटोको सुगन्ध सुक्दा त्यसमा गुलाबको गन्ध आयो। गुरुले भने कि जब गुलाबको पङ्खुडी यस माटोमा झर्छ, त्यसको सुगन्ध माटोमा सर्ने गर्छ। त्यसै गरी जब हामी सकारात्मक सोच र बुद्धिमान मानिसहरूसँग बस्छौँ, तिनीहरूका गुणहरू पनि हाम्रो स्वभावमा आउन थाल्छन्। हामी उनीहरू जस्तै सोच्न थाल्छौँ। यो प्रसङ्ग यहाँलाई कस्तो लाग्यो? मन पर्यो भने पक्कै पनि सेयर गरिदिनु होला र यस्तै अन्य प्रसङ्गहरूको लागि हामीलाई फलो गर्न नबिर्सनु होला।